बालेन सरकारले तेलदेखि सबैको भाव घटाउने तयारी। अमेरिकी युद्ध अन्त्यसँगै छायो खुशियाली। दर्शकबिन अब थोरै भए पनि महँगीको मारबाट राहत मिल्ने भएको छ। आइतबार अमेरिका र इरान बीच जारी युद्ध अन्त्य गर्न भएको प्रारम्भिक शान्ति सम्झौताको खबरले अहिले सबैतिर खुशी छाएको छ। खुशी नछाओस् पनि किन, सवारीमा पेट्रोल हाल्न जाँदा होस् या बजारमा दैनिक उपभोग्य सामग्री खरिद गर्न जाँदा सबैतिर चर्को मूल्य भोग्न उपभोक्ताहरू बाध्य थिए। व्यापारीले भने र तोके अनुसारको रकम तिरेर दैनिकी चलाउनु पर्ने बाध्यता थियो। अब भने बिस्तारै त्यो कुराको समाधान हुने अपेक्षा गरिएको छ। जानकारीमा आए अनुसार अब लगत्तै तेलको मूल्य आधा जति घट्ने भएको छ। यो सँगै अब युद्धको नाम लिएर अन्य क्षेत्रमा पनि हुने गरेको मूल्य वृद्धिको डर घट्दै जाने देखिन्छ। एक समय अमेरिका र इरान बीचको जारी युद्धका कारण विश्वले समस्या झेल्यो। सबै कुरामा विश्व युद्धको बहाना गरेर बजारको बढ्दो महँगीले सबैलाई मारमा पार्यो। डिजेल, पेट्रोल मात्रै होइन, खाद्यान्न र नुन तेलसँगै दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि चर्को मूल्य वृद्धि भयो। ग्यासको त अभाव नै भयो। विश्वजन नै कहिले यो युद्ध समाप्त होला र महँगी थोरै भए पनि राहत पाइएला भन्ने आशामा थिए। यही बेला आइतबार अमेरिका र इरान बीच जारी युद्ध अन्त्य गर्न भएको प्रारम्भिक शान्ति सम्झौताले सबैतिर खुशी छाएको छ। विश्व ऊर्जा बजारमा त ठूलो राहतको आशा जगाएको छ। सम्झौतापछि विशेष गरी आगामी शुक्रबार औपचारिक हस्ताक्षर भई होर्मुज जलमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय तेल मूल्यमा क्रमिक गिरावट आउने अपेक्षा गरिएको छ। यसको प्रभाव त्यसपछि अझ स्पष्ट रूपमा देखिन सक्ने बताइएको छ। सम्झौताको स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, विश्वभरका जहाजहरू आफ्ना इन्जिनहरू शुरू गर, तेललाई फेरि प्रवाह हुन देऊ। होर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको प्रमुख नाका हो। सामान्य अवस्थामा विश्वको करिब 20% तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै विश्व बजारमा पुग्ने गर्छ। 28 फेब्रुअरी 2026 मा युद्ध शुरू भएपछि इरानले यस मार्गमा कडा नियन्त्रण कायम गरेपछि विश्व ऊर्जा बजारमा ठूलो अनिश्चितता पैदा भएको थियो। विज्ञहरूका अनुसार यदि शुक्रबार हुने औपचारिक सम्झौतापछि होर्मुज जलमार्ग पूर्ण रूपमा खुल्नेछ, तेल ढुवानी सामान्य अवस्थामा फर्किनेछ, कुनै नयाँ सैन्य तनाव उत्पन्न हुँदैन भने तेलको मूल्य केही हप्ताभित्र क्रमिक रूपमा घट्दै युद्ध अघि रहेको स्तर नजिक पुग्न सक्नेछ। एक्सट्रीम एनर्जी ड्रिंक। तर अन्तिम गिरावटको गति विश्वव्यापी माग, ओपेक राष्ट्रहरूको उत्पादन नीति, चीनको आर्थिक गतिविधि तथा अमेरिका इरान सम्झौताको कार्यान्वयनमा निर्भर रहनेछ। यस अवधिमा आन्तरिक भण्डार प्रयोग गर्नेमा चीन मात्र एक्लो होइन।